अहिले हामी कस्टमरको लोकेसनमा आइपुग्न आँटिसकेका छौँ। यहाँ नजिकै छ। कस्टमरलाई कल गर्दाखेरि कस्टमरको चाहिँ कल लागिरहेको छैन अहिले। साँच्चै ल अहिले चाहिँ हामी कस्टमरको लोकेसनमा आइपुगिसकेका छौँ। कस्टमरको अहिले चाहिँ फोन लागिरहेको छैन। कस्टमरलाई चाहिँ राइडर म्यानेजर सरले कल गर्दै हुन्छ, लोकेसनमा आइपुग्यो भन्छ। अनि लोकेसनमा आइपुगिसके पछाडि डेलिभर गर्छ। अनि कस्टमरको पोइन्ट अफ भ्यू पनि हामी राख्न चाहन्छौँ। यदि भयो भने कस्टमरको आवाज पनि हाल्ने प्रयत्न गर्छौँ है त। दाइले चाहिँ अहिले अब कस्टमरको कल नलागेर चाहिँ वाट्सएपमा कल गर्दै हुनुहुन्छ। हेलो म्याम, म यहाँ लोकेसन आइपुगेको थिएँ। हजुर हजुर, यहाँ छेउमा बेलाको भनेर एउटा सटर भाडामा भनेर लेखा रहेछ। ल हस्, थ्याङ्क यू। ल अहिले चाहिँ हाम्रो राइडर म्यानेजर सरले कस्टमरलाई कल गरिसक्नु भएको छ। कस्टमरलाई कल गरेर निस्किनु भनिसक्नु भएको छ। अब कस्टमर आइसके पछाडि हामी डेलिभरी गर्छौँ। अनि नि दाइ, यसरी कस्टमरको लोकेसन आइसके पछाडि कस्टमरले को चाहिँ फोन नलाग्दा अथवा कस्टमरले चाहिँ फोनै रिसिभ नगरिदिँदा कस्तो खालको उयो फिलिङ्स चाहिँ आउँछ त? त्यतिखेर चाहिँ यति दुःख गरेर त्यत्रो टाढोबाट आएको हुन्छ होइन, राति होइन, त्यत्रो खाना ल्याएर आएको हुन्छ। त्यही माथि अनि यस्तो अँध्यारोको बाटो होइन, जङ्गलको बाटो हुँदै आउँदाखेरि फोन नउठाउँदा, फोन नलाग्दाखेरि त के गरौँ रिस उठेर आउँछ नि। लास्टै समस्या हुन्छ है। लास्टै समस्या के गरौँ न, यता जाउँ न उता जाउँ, अँध्यारो छ चारैतिर होइन। त्यो भएकोले गर्दाखेरि राइडरलाई पनि थोरै समस्या हुन्छ। यसो अर्डर गर्दै हुन्छ भने चाहिँ कृपया तपाईँहरू अनलाइनै बसिदिनु होला। चाहिँ उताबाट अफिसबाट आएको मेसेजहरू अथवा टेक्स्टहरूको चाहिँ तपाईँहरूले रिप्लाई गरिदिनु होला। त्यो गरिदिनु भने चाहिँ राइडर यहाँ आएर राइडरलाई त ट्र्याक भइरहेको हुन्छ। उनीहरू चाहिँ कुनै बेलामा चाहिँ अब इनकेस नेटवर्क नटिप्ने भयो भने चाहिँ त्यस्तो खालको अवस्थामा चाहिँ राइडरलाई पनि समस्या हुन्छ। राइडरको स्थिति के छ भन्ने कुरा बुझिँदैन। त्यो भएकोले गर्दाखेरि तपाईँहरूले अर्डर गर्दै हुन्छ भने कृपया अनलाइन चाहिँ बसिदिनु होला। अनि फुड आउँछ भन्ने लगभग भइसकेको छ, आउने समय भइसके पछाडि एकचोटि टेक्स्ट गरिदिनु होला। त्यो भए पछाडि हजुरको फुड चाहिँ अन टाइम डेलिभरी हुन्छ र त्यस्तो कुनै समस्या पनि हुँदैन। अब कस्टमर आइसके पछाडि थोरै पोइन्ट अफ भ्यू राख्नेछौँ है त। ल कस्टमरले चाहिँ फुड रिसिभ गरेर निस्किसक्नु भयो। क्यास पेमेन्ट पनि भइसक्यो। कोपनबाट चोबारको यो पल्लो डिलमा क्यास अन डेलिभरी सायदै कसैले गर्दैन। WL एउटा मात्र यस्तो डेलिभरी कम्पनी हो जसले चाहिँ मध्यरातको निन्द्राको चरम बिन्दुमा पनि फुड डेलिभरी गरिदिन्छ। त्यो भएर ढुक्कले अर्डर गर्नु होला है त।